नमस्ते होइन मैले आज दुईटै टाइम्समा हेरेको थिएँ होइन हाम्रो दाजुले अलिकति यो युवाहरूले अब होइन सबको छोराहरू छोरीहरू हुन्छ अनि यहाँ गाँजा र ड्रग्स गर्दै हिँड्दैछ अन्त यसलाई चाहिँ ब्यान गर्नुपर्छ भनेर होइन धेरै राम्रो निर्णय लिनुभयो बहुत राम्रो पनि लाग्यो होइन त्यही कारणले चाहिँ मैले एउटा ऱ्याप लेख्दैछु सबले सुनिदिनु होला यो चाहिँ सब युवाहरूको लागि ल म ऱ्याप लेख्दै यसरी नै ऱ्याप लेख्दै अनि यहाँ साला गाँजा र नसाला भाङ्न धतुरो गर्दै नै फेरि ड्रग्सतिर हिँड्दै नै पुलकमा फसी यसरी नै युवाहरू बिग्री फेरि नासिँदै नै बिग्रिँदै नै जाँदै अनि म यसरी नै ऱ्याप लेख्दै फेरि यसकै भाइ भनी म ऱ्याप लेख्दै त्यो बाउआमाले पनि तँलाई हुर्कायो बढायो नि लेखायो पढायो नि मेरो छोराले के राम्रो काम गरी हिँड्छ नि मेरो नाम राखी हिँड्छ अनि भन्दै त्यो 9 महिनासम्म तेरो आमाले पनि तँलाई गर्वमा राखी यो संसार देखाउने नै प्रयास गरेको थियो नि आज के गरिस् नि त्यो बाउआमाको नाम खराब गर्दै नि सालेहरू सबैजना फेरि भाङ धतुरो नै गर्दै फेरि यसरी नै भाङ धतुरो नै ड्रग्सको शिकार भयो नि यसरी नै युवाहरू फेरि बिग्रिँदै नासिँदै फेरि जाँदैछ नि आज के गर्नु र बिस्तारी पुलअपमा फसिन्छस् नि न गर्न त्यो काम त्यो राम्रो होइन नि त्यो बाउ आमाले पनि त कति ठुलो सपना देखेको थियो होला नि तँलाई हुर्कायो बढायो पढायो लेखायो मेरो छोराले पनि केही राम्रो काम गरी हिँड्छ अनि भन्दै त्यो फेरि बाउ आमाले देखेको थियो नि सपनाहरू सबैजनाले फेरि यसरी नै देख्दै त्यो गतिमा फेरि सिकारीको जालमा फस्दैन बेच्ने मान्छेले त बेचिराखेको छ नि अनि यसरी नै ड्रग्स गाँजा गर्दै गोटी र सामान र पानी गोटी र सामान र पानी ड्रग्स गाँजा गर्दै हिँडिरहेछ नि युवाहरू बिग्रिरहेछ नि पैसामा बिग्रिरहेछ नि यहाँ म यसरी नै नेपाली जनताहरूलाई भनिरहेछु नि म नेपाली जनताहरूलाई भनिरहेछु नि यहाँ युवाहरू त बिग्रिँदै नै नासिँदै नै जाँदैछ नि खराब गरिकन त्यो बाउआमाले ठुलो सपना देखेको थियो नि अनि यसरी नै हुर्कायो बढायो पढायो लेखायो तँलाई स्कुल पठायो नि यो स्कुल पठाएको थियो नि अनि तैँले पनि केही राम्रो काम गरी हिँड्छस् होला नि भने त्यो बाउआमाको नाम राखी हिँड्छस् अनि भन्दै नै तैँले के गरिस् नि साले आज फेरि तँ ड्रग्स र गाँजा गर्दै नै फेरि गोटी र सामान र पानी बिस्तारी पुलकमा फस्दै तँ जाँदैछस् नि अनि यहाँ हेर्न सबैजना हेर न अनि यहाँ बेच्ने मान्छेले त खुल्लेआम बेचिरहेछ नि अनि पैसामा बिकिरहेछ नि यहाँ फेरि युवाहरू त पुलकमा फस्दै नै ड्रग्स गाँजा गर्दै अनि त्यो गोटी सामान पानी भन्दै तँलाई केही हुँदाखेरि नै त्यो आमाको आँसुबाट नै फेरि हेर्न छोरा नगर्न त्यो कुरा त्यस्तो कुराहरू राम्रो होइन नि भनेर सम्झाउँथ्यौ नि बुझाउँथ्यौ नि तर बुझ्दिनस् नि आज के गरिस् नि त्यो बाउआमाको नाम खराब गर्दै बिस्तारी नै पुलकमा फस्दै तँ यसरी नै फस्दै जाँदैछस् नि सब युवाहरूलाई भन्दैछु नि नगर न यो राम्रो कुरा होइन नि त्यो बाउआमाले तँलाई जन्मायो हुर्कायो बढायो नि मेरो छोराले पनि के राम्रो काम गरी हिँड्छ भन्दै नै आज के गरिस् नि साला गोटी र सामान र पानी र गोटी र भन्दै नै फेरि त्यो ड्रग्स किन्दै अनि केटाहरूसँग भेला परिकन खान्थिस् नि घिसिस् नि त्यो आफै नै माथि फेरि बिग्रिस् नि तँलाई सम्झाएको नै थियो नि पढाएको नै थियो नि अनि लेखाएको नै थियो नि बुझिनस् नि साला बिग्री हिँड्दैछस् नि आज सबै युवाहरू बिग्रिँदैन नासिँदैन फेरि यहाँ मुजीहरू सबैजना बिग्री नासी हिँडिरहेछ नि म यसरी नै सबैलाई भन्दैछु नि राम्रो काम गर्न अनि त्यो बाउआमाको नि नाम राम्रो गर्न बाउ पनि त राम्रो काम गरी हिँड्छस् नि भोलि तेरो बाउलाई सलाम ठोकी सबैले नै भन्छ नि तेरो छोराले नै राम्रो काम गर्यो भन्दै अनि हिँडिरहे हुन्छ यहाँ फेरि साला युवाहरू त पुलकमा फस्दै गाँजा र गोटी र पानी र सामान र भन्दै नै यहाँ ड्रग्सको शिकारी भई खुलेआम
यो चाहिँ युवाहरूको लागि ल गाना